हेलो एभ्रिवान, आज चाहिँ मेरो भाउजूले चिकन अचार बनाउनु हुँदै थियो र त्यसलाई म्यारिनेट गर्नको लागि चाहिँ हर्दी, नुन, अजिना, रङ खोर्सानी अनि निम्बु लगाएर चाहिँ म्यारिनेट गर्नु हुँदैछ र अदुवा लसुन चाहिँ अलरेडी छिलेर फ्राई गर्नको लागि चाहिँ राखिरहेको थियो र त्यसको बाद चाहिँ अब तिल भुट्नु आँटेको थियो र आज चाहिँ अचार चाहिँ आगोमा नै बनाउँदै थियो र अब त्यसको बादमा चाहिँ सुक्खा खोर्सानीलाई मजाले फ्राई गर्दै थियो। आगो चाहिँ मजाले बलिरहेको थियो अनि अब चाहिँ त्यो अघिको अदुवा र लसुनलाई फ्राई गर्दै थियो। फ्राई गरिसकेपछि चाहिँ निकाल्यो। त्यसको बाद त्यो म्यारिनेट गरेको चिकनलाई फ्राई गर्यो। मजाले फ्राई गरिसकेर चाहिँ चिकनलाई पनि निकाल्यो। त्यसको बादमा चाहिँ अघिको खोर्सानी, अदुवा, लसुन, तिललाई चाहिँ ग्राइन्ड गर्यो। ग्राइन्ड गरेर चाहिँ मिक्स गर्नुको लागि चाहिँ अघिको फ्राई गरेको मासुमा हाल्यो। आधी तिललाई चाहिँ ग्राइन्ड गर्यो, आधीलाई चाहिँ त्यतिकै हाल्यो र अब चाहिँ त्यसमा अब कतिवटा मसलाहरू हाल्न गइरहेछ। अमिलोको लागि निम्बु हाल्यो, धनिया पाउडर हाल्यो, उसको बाद जीरा पाउडर अनि साथै चिकन मसाला अनि अझै पिरो अचार खानुको लागि चाहिँ तिखालाल। त्यहाँदेखि चाहिँ अलिकति तेल हालेर चाहिँ मजाले हातले मिक्स गर्दैछ। यसको चाहिँ कलर पनि दामी आइरहेको छ। मजाले मिक्स भयो। अब चाहिँ अब यति नै हो र यो चाहिँ अब हामीले बट्टामा हालेर राख्छौँ। अलिअलि चाहिँ हामीले बनाउँदै गर्दा नै एउटा दुइटा चाहिँ चाख्यौँ। अब चाहिँ यसलाई मजाले बट्टामा हालेर चाहिँ राखेर खान्छौँ। अनि एन्डसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू।